नमस्कार। यो दुनियाँमा निशुल्क पाइने चिज एउटा छ, त्यो हावा। यसको कुरा पछि गरौँला। अझ निशुल्क पाइने भनेको अरूको सल्लाह र सुझाव, एडभाइस भन्छ नि, फ्रीको एडभाइस यो दुनियाँमा पाइन्छ। एकपटक 3 भाइ जङ्गलमा खेल्दै थिए। क्रमशः एकजना 10 वर्ष उमेरका थिए, एकजना 8 वर्ष उमेरका थिए, एकजना 6 वर्ष उमेरका थिए। 2-2 वर्षको अन्तर थियो। 3 भाइ जङ्गलमा खेल्दै थिए। जङ्गलमा एउटा ठुलो गाउँको कुवा थियो। त्यो गाउँको ठुलो कुवा अलिक गहिरो पनि थियो। 3 भाइ खेल्दै गर्दा उनीहरूलाई पानी पिउन मन लाग्यो। ठुलो दाजुले पानी तान्ने बेलामा कुवामा बाल्टी झराउँछन्। पानी तान्न खोज्दै थिए। पानी तान्न खोज्दै गर्दा कतैबाट लटपटिन्छ, उनी कुवामा झर्छन्। यो देखेर हताश माइलो भाइलाई डर लाग्छ अनि उनी गाउँतिर कुद्दै जान्छन्। गाउँ टाढै थियो अलिक। उनी बुवा आमालाई खबर गर्नु पर्यो, दाजु त कुवामा खस्यो भनेर रुँदै कराउँदै उनी कुद्दै जान्छन्। बाटोमा कुद्दै गइरहेका हुन्छन्। कान्छो भाइ जो 6 वर्षका थिए उनी त्यहीँ रहन्छन्। तल कुवातिर फर्कन्छन्, हेर्छन्, दाई दाई भन्छन्, कराउँछन्, दाई तलबाट बचाऊ बचाऊ भन्छन्। ती कान्छो भाइ बाल्टी तल झरिसकेको हुन्छ। दाजु बाल्टी पकड्नुहोस् भन्छन्। कान्छो भाइ बाल्टीलाई रस्सीबाट खिच्न थाल्छन्। गाउँमा कोलाहाल हल्ला मचिन्छ। फलानुको छोरो त कुवामा झरेर मरि पनि सक्यो होला। सबै गाउँलेहरू कुद्दै कुद्दै कुवातर्फ, जङ्गलतर्फ जान्छन्। जाँदै गर्दा भर्खरै मात्र ठुलो दाजु भिजेर कुवादेखि बाहिर भर्खरै निस्किँदै गरेको हुन्छ। गाउँलेहरूले माइलोलाई गाली गर्छन्, मूर्ख रहेछस् त, कसरी खस्यो यो, कसरी खस्न सक्छ तल, यो त बाहिरै छ, तिमीले झुट बोल्यौ, हामीलाई आतङ्कित बनाएर यहाँसम्म ल्यायो। अनि माइलोले भन्छ, होइन ठुलो दाजु खसेकै हो, हेर्नुहोस् न भिजेको छ। अनि आयो कसरी त त्यसो भए भिजेको भए माथि भन्ने कुरा मान्छेहरूको प्रश्न हुन्छ। अनि भन्छन्, अनि सानो 6 वर्षको बच्चाले भन्छ, मैले दाजुलाई खिचेँ। अनि फेरि गाउँलेहरू भन्छन्, तिमीले पनि खिच्न सक्छौ काहीँ, तिमीले यसलाई निकाल्न सक्छौ, कसरी निकाल्न सक्छौ, तिमीले यत्रो ठुलो 10 वर्षको बच्चालाई तिमी 6 वर्षको अझ सानो मान्छेले कसरी निकाल्न सक्छौ भनेर प्रश्न गर्छन्। त्यो प्रश्न गर्दै गर्दा मैले निकालेकै हो भनेर 6 वर्षका बच्चाले जिद्दी गर्छन्। गाउँलेहरू अचम्मित हुन्छन्। यतिकैमा एकजना बुढा बुजुर्ग आउँछन्। ऊ माइलो कराएर दौड्दै गरेर जाँदै गरेको मैले बाटोमा देखेको थिएँ र अघि म तिमीहरूभन्दा अगाडि नै कुवातिर आइरहेको थिएँ। साँच्चै भन्दा यो सानो 6 वर्षको बालकले रस्सी खिच्दै थियो, दाजुलाई निकालेरै छाड्यो। अनि गाउँलेहरू अचम्मित हुन्छन्, प्रशंसा गर्छन्। र स्टोरीको ओभरअल मोरल मात्र एक ठाउँमा आएर अडिन्छ। के सम्भव थियो त 6 वर्षको बच्चाले 10 वर्षको आफ्नो दाजुलाई चाहिँ माथि निकाल्न सक्थ्यो, आफूभन्दा वेटमा, हाइटमा गरुङ्गो ठुलो मान्छेलाई? हामीले सरसर्ती सोच्दाखेरि पक्कै पनि सकेन होला त्यसले, किनकि त्योभन्दा ठुलो माइलो दाई त कुदेर गएको छ नि त गाउँतिर तान्नुको साटो। भन्दै गर्दाखेरि मात्रै समाजमा के हो भन्दाखेरि फ्रीको सल्लाह र सुझाव हामी पाउँछौँ। र हामीलाई के हुन्छ भन्दाखेरि जुनसुकै काम हामी गर्न खोज्दै हुन्छौँ नि, त्यतिखेर हामीलाई सल्लाहहरू, पोजिटिभ भन्दा पनि नेगेटिभ एडभाइसहरू बढी आउँछ। यदि हामीले गरिरहेको काममा कसैलाई सोध्यौँ, कसैसँग बुझ्न खोज्यौँ भने उनीहरूले हामीलाई हुने भन्दा पनि पहिला यसको मेरिट्स, फाइदा र स्टेबिलिटी भन्दा पनि यसको डिमेरिट्सहरू, प्रब्लम्सहरू बढी बताइदिन्छन्। त्यसै कारणले गर्दाखेरि आजको दिनमा के छ भन्दाखेरि कुनै पनि काम गर्न चाहने मान्छेलाई तिमीले यो गर्दा यस्तो यस्तो समस्याहरू आउँछ भनेर पहिल्यै बाधा अडचन देखाइदिने मान्छे भएर उसलाई कामको सुरुवात नै गर्न दिँदैनन्। त्यहाँनिर पनि त्यही हुनसक्थ्यो मित्रहरू। यदि त्यहाँ अर्को थर्ड पर्सन हुन्थ्यो भने तिमीले कहाँ सकौला ठुलो मान्छेलाई तान्न, तिमी सक्दैनौ क्यारे भनेर कसैले उसको मनोबल गिराइदिन आउँथ्यो भने पक्कै पनि त्यो सानो बालकले आफ्नो दाजुलाई निकाल्न सक्ने थिएन। तर त्यहाँनिर एउटा मात्रै पोजिटिभ पाटो के भयो भन्दाखेरि उसलाई कानमा सुनाउने मान्छे कोही पनि भएन। कि तिमीले सक्दैनौ भनेर भन्ने मान्छे, उसको हौसलालाई गिराउने मान्छे कोही पनि भएन। त्यस कारणले गर्दा ऊ एकत्रित भएर आफ्नो काममा दत्तचित्त भएर लाग्यो र उसको टार्गेट मात्रै के थियो, दाजुलाई बाहिर निकाल्नु। उसले निकालेरै छाड्यो। त्यस कारणले गर्दा साथीहरू, यो संसारमा फ्रीको एडभाइस सबैले दिन्छन् र सबै, चाहे तपाईँभन्दा अनभिज्ञ किन नहुन्, तर तपाईँभन्दा विज्ञ बनेर तपाईँलाई एडभाइस दिन्छन्। त्यसै कारणले गर्दाखेरि त्यो एडभाइसबाट हामी बस्नुपर्छ। आफ्नो टार्गेट र गोललाई निरन्तर अगाडि लानुपर्छ। धन्यवाद। नमस्कार।